जनता कसरी लुट्नुपर्छ भनेर सरकारसँग होइन अहिले होइन सरकारसँग होइन नेपालको तपाईँको हस्पिटलहरू जुन यो प्राइभेट सेक्टरको हस्पिटलहरू अनि यो अनगिन्ती हस्पिटल र काठमाडौँको गल्ली गल्लीमा भएका क्लिनिकबाटै थाहा हुन्छ क्या उनीहरूले मजाले लुटिरहेका छन् होइन पिसिआर टेस्टको नाममा तपाईँको हस्पिटल बिच यिनीहरूले चाहिँ होइन कनेक्सन राखेर होइन एउटा हस्पिटलले तपाईँको नेगेटिभ अनि त्यसपछि गएर तपाईँको अर्को हस्पिटलले पोजिटिभ देखाइदिन्छ क्या हस्पिटल बिच उनीहरूको कनेक्सन छ हाम्रो हस्पिटलमा सक्दैन जा भनेर भनिदिन्छ होइन बिरामीलाई हामी सक्दैन भन्छ उसले अलरेडी फोन गरेर सेटिङ मिलाइसकेको हुन्छ तपाईँको हस्पिटलमा हामीले बिरामी पठाइदिरहेको छौँ भनेर अनि भनेर भन्छ अनि त्यो हस्पिटलमा पनि दुई तिन दिन राख्छ बिरामीलाई अनि के भन्छ कति 3-4 लाख पैसा उठाइदिन्छ बिल बनाइदियो अनि त्यसपछि सक्यो उसको काम सक्यो अनि उसले के भन्छ उसले रोगसोग पत्ता लाएको छैन है रोग पत्ता लाएको छैन केही पत्ता लाएको छैन अनि उसले के भनेर भन्छ नि अर्को हस्पिटललाई सेटिङ मिलाइसकेको हुन्छ फेरि त्यही गरिब जनतालाई लुट्नको लागि होइन अर्को हस्पिटललाई फेरि सेटिङ मिलाइरहन्छ अर्को के थर्ड हस्पिटल र उसलाई भन्छ उसले के भन्छ भने तपाईँलाई हामीले बिरामी पठाइदिरहेको छ एउटा मुर्गा होइन पठाइरहेको छौँ भनेर भन्छ क्या अनि यसरी नै घुमाइरहन्छ क्या काठमाडौँको त्यो गल्ली गल्लीमा होइन एउटा अबोध नेपाली गरिब जनता बिरामीलाई चाहिँ ऊ गरिरहन्छ घुमाइरहन्छ क्या अनि बिरामी भएर मर्दैन मानसिक तनावले मर्छ नेपालमा बुझ्नुभयो